Welcome to A Day in My Life of a home studio owner, a struggling content creator, and a fourth year student who is preparing for her exam. सो मेरो दिन चाहिँ जहिले पनि हट लेमन वाटरबाट स्टार्ट हुन्छ। ब्रस नगरिकन हट लेमन वाटर खाँदाखेरि चाहिँ गट हेल्थको लागि एकदमै राम्रो हुन्छ। सो त्यसपछि चाहिँ मैले कम्फी पिजेमा चेन्ज गरेँ। बिइङ अ बिजनेस ओनर एभ्री डे इज अ डिफ्रेन्ट डे, किनकि बिजनेस भइसकेपछि चाहिँ कहिलेकाहीँ चाहिँ यति बिजी भइन्छ कि क्लाइन्ट्स पनि स्टुडेन्ट्स पनि एकैचोटि हुन्छ अनि एकाडेमिकको काम पनि एकैचोटि हुन्छ। तर कहिलेकाहीँ चाहिँ एकदमै साइलेन्ट, नो क्लाइन्ट्स नो स्टुडेन्ट त्यस्तो पनि हुनसक्छ। त्यो ट्रान्जिसनको लागि चाहिँ हामी रेडी हुनुपर्छ। इफ तपाईँहरू कोही बिजनेस स्टार्ट गर्दै हुनुहुन्छ अथवा बिजनेस हजुरको छ भने चाहिँ त्यो ट्रान्जिसनको लागि रेडी हुनु भएन भने चाहिँ एकदमै स्ट्रेसफुल हुन्छ अनि एकदमै सेल्फ डाउट हुन्छ, ब्रेकडाउन हुने चान्सेसहरू एकदमै धेरै हुन्छ। त्यही भएर त्यो ट्रान्जिसनको लागि चाहिँ रेडी भएर बस्नुपर्ने हुन्छ। सो मेरो चाहिँ प्यानल लाइटको चार्जर चार्ज गर्नुपर्ने थियो, त्यो चार्ज गरेँ। त्यसपछि चाहिँ मैले हल्का रिभिजन गर्दैछु। सो मेरो चाहिँ एकाडेमिक हिसाबले चाहिँ म इन्भाइरोमेन्टल साइन्स स्टुडेन्ट हो। म चाहिँ फोर्थ इयर लास्ट इयर हो यो, अनि त्यही भएर पनि अलिकति धेरै स्ट्रेसफुल भइरहेको हुन्छ। सो त्यसपछि मैले लन्च गरेर अनि मेरो डे आउटफिटमा चेन्ज भएँ। सो म वेट गेन गरेदेखि चाहिँ यो चाहिँ मेरो गो टु आउटफिट भइसकेको छ। मलाई चाहिँ एकदमै नयाँ नयाँ हबिजहरू ट्राई गर्न मन लाग्छ, नयाँ नयाँ कुराहरू एक्सप्लोर गर्न मन लाग्छ। सो म चाहिँ अहिले एकदमै फ्रिली आफूलाई जे गर्न मन लाग्छ त्यो गर्न खोज्छु। सो पहिला चाहिँ मैले अप्सन बी राखेको थिइनँ कि अप्सन ए मात्र थियो मसँग। म डक्टर बन्छु भनेर हिँडेको मान्छे, सो मसँग अप्सन बी थिएन। सो अप्सन बी नभइसकेपछि चाहिँ मलाई यति नराम्रो ब्रेकडाउन भएको थियो मैले जब मेरो अप्सन ए फुलफिल गर्न सकिनँ। सो तपाईँहरू चाहिँ अप्सन बी चाहिँ राख्नुहोस् भन्छु म, बिकज अप्सन बी तपाईँले राख्नु भएन भने एक न एकचोटि तपाईँहरूको यस्तो नराम्रो मेन्टल ब्रेकडाउन हुन्छ कि तपाईँहरूले सोच्न पनि सक्नुहुन्न कि। सो लाइफ चाहिँ हामीले कन्ट्रोल गर्ने चाहिँ होइन, हामीले मेहनत गर्ने हो, तर हाम्रो लाइफमा के हुन्छ त्यो चाहिँ लाइफले नै डिसाइड गर्छ। आज चाहिँ मेरो 4जना क्लाइन्ट हुनुहुन्थ्यो। उहाँहरूको चाहिँ एनिभर्सरी सेलिब्रेसनको लागि मेकअप र हेयर गर्नुपर्ने थियो। मैले उहाँको चाहिँ फुल हेयर अनि मेकअप फुल ग्ल्याम नै गरिदिएँ। अनि त्यसपछि 3जनाको चाहिँ मैले हेयर गरिदिएँ, 3जनाको मेकअप चाहिँ मेरो आर्टिस्टले गर्नुभयो, अनि 2जना चाहिँ मेन मेकअप पनि थियो, त्यो चाहिँ मैले गरेँ। सो मैले चाहिँ क्लिप सबै खिचेको छु, तर लास्टमा चाहिँ मेरो मोबाइलको चार्ज नै सकेको भएर चाहिँ मैले एउटा मेन मेकअपको चाहिँ खिच्न पाइनँ, जो चाहिँ हाम्रो मेन क्यारेक्टर हुनुहुन्थ्यो त्यो दिनको लागि। सो त्यही हो, लाइफमा चाहिँ अब अनप्रेडिक्टेबल हुन्छ। सो फ्लोमा नै हिँड्ने हो, त्यही फ्लोमा हिँड्दै गइसकेपछि चाहिँ आफ्नो डेस्टिनी यत्तिकै पनि थाहा हुन्छ। सो हियर इज द फाइनल लुक। उहाँको चाहिँ लुक यस्तो देखेको थियो। आई होप तपाईँहरूलाई चाहिँ मेरो भिडियोजहरू मन परिरहेको छ। मैले एकदम कन्सिस्टेन्ट भएर भिडियो हाल्न पनि खोजिरहेको छु। सो म्यानेज गर्न एकदमै गाह्रो नै छ, सबैजनाको लाइफमा गाह्रो नै छ होला आई गेस। सो म चाहिँ सकेसम्म कन्टेन्ट क्रिएसनमा पनि एकदमै मजाले कन्सिस्टेन्ट भएर लाग्न चाहन्छु। काम सबै सकिसकेपछि चाहिँ एज युजल स्टुडियोको हालत एकदमै मेसी हुन्छ। सो त्यसपछि हामीले फ्रुट ब्रेक लियौँ। हियर इज माई आर्टिस्ट, थ्याङ्क यू टु हर। त्यसपछि चाहिँ मैले मेरो मम्मीको लुगा प्रेस गरिदिँदैछु। कति क्लिपहरू चाहिँ मैले खिच्न पनि खिचिनँ कि मम्मीको हेयर पनि कर्ल गरिदिएको थिएँ मैले। त्यसपछि हामी चटपटी पनि खान गएको थियौँ, तर त्यो क्लिपहरू चाहिँ खिचेन मैले, बिकज मेरो मोबाइल चाहिँ चार्जमा थियो खाजा खान जाँदाखेरि चाहिँ। अनि त्यसपछि कर्ल्स गर्दाखेरि चाहिँ मलाई एकदमै अल्छी लाग्यो, त्यही भएर मैले खिच्न पाइनँ। त्यसपछि चाहिँ मैले नाइट टाइम स्किन केयर रुटिन गर्दैछु। योभन्दा अगाडि पनि मैले एउटा आउटरो भिडियो चाहिँ खिचेको थिएँ कि आइएम सो टायर्ड, अरू चाहिँ म केही पनि गर्दिनँ आज भनेर। तर सेल्फ केयर रुटिन त गर्न नै पर्यो, बिकज सेल्फ केयर इज अ मस्ट। सो आजको लागि चाहिँ यति नै। सी यु गाइज नेक्स्ट टाइम, बाई।